हैप्पी इंडिपेंडेंस डे एवरीवन। सो गाइस, आज का दिन में इंडिया ने फ्रीडम मिला था। उसी का चलते से आज का दिन में पूरा इंडिया बंद है, तो दुकान बाजार सब भी बंद है। इसलिए हम लोग भी अपना अपना घर में रह के बच्चा का साथ में हम लोग भी अपना अपना काम कर रहा है। आज में देखिए हम लोग का ये काम है, आज ये काम करेगा। हम लोग क्या क्या काम करेगा आप लोग को हम लोग दिखाएगा। आप लोग को अगर अच्छा लगा तो हमारा वीडियो देखते रहना। हेर्नुहोस्, आज हाम्रो काम यस्तो छ। भारत देशमा सबैजना आजको दिन रेस्ट गर्छ, तर हाम्रो रेस्ट छैन। हामी गरिब मान्छे सधैँभरि हाम्रो कामै निस्किन्छ। आज हामी सबैजना मालिकको काम गर्दैछौँ, त्यस्तै छ। यहाँ दुईजना हाजिरा लिएर राखेको छु, तर एउटा कहाँ गएको छ, एउटा यहाँ छ। हेर्नुहोस् तपाईँहरूले यहाँ कस्तो काम गर्दैछ, तपाईँहरूले आफैले हेरेर जवाब दिनुहोस्। क्यामेराम्यान छेउमा आएर देखाइदिनुहोस्। हाजिरा लिएको यस्तो यस्तो टिप्दैछौ, हेर्नुहोस्। यो के भन्छ, चाय पत्ताको बगानमा पनि अलिक स्पिड हुन्छ होला, तर यो चाहिँ साह्रै नै भयो। हात दुख्यो लु तपाईँहरूले नै भन्नुहोस् है, यो चाहिँ यसको जवाब चाहिँ तपाईँहरूले नै दिनुहोस्। हात दुख्यो अरे के भन्ने अब। ए परमेश्वर, मलाई डर लाग्दैन। म मालीहरूलाई यहाँ लगाएर काम लगाएको, हाजिरा त म पो गर्नु आएको जस्तै छ। पैसा असला भी दियो। असला काम गरे असला काम गर्छ। हाम्रो यहाँ चाहिँ काम गर्यो भने, जति नै काम गर्यो भने चाहिँ आजको दिनको लागि चाहिँ कस्तो भने देशको अधीनको दिन हो नि त आज, होइन? त्यो भएकोले गर्दाखेरि आज चाहिँ आजको दिनमा जसले पनि काम गर्छ, अरू जग्गा होइन, मेरो यहाँ चाहिँ जसले काम गर्छ त्यसलाई चाहिँ 10 रुपियाँ दिन्छु है म चाहिँ। के गर्नु, साह्रै नै दुःख छ। यो फुलको पत्ता हेर्छु नि, नेक्स्ट भिडियो होला नि। हैप्पी इंडिपेंडेंस डे अगेन। आजको भिडियो चाहिँ यति नै छ, यतिबाट एन्ड गर्दैछु। अनि तपाईँहरूलाई कस्तो भिडियो मदेखि तपाईँहरूले हेर्नु चाहन्छ, तपाईँहरूले कमेन्टमा लेखिदिनुहोस्, अनि त्यो अनुसार हामी भिडियो बनाउन कोसिस गर्छौँ। बाई 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 गाइस।